एकैछिन यो भिडियो हेर्नुहोस् है त। परमेश्वरको भय नै ज्ञानको सुरु हो भन्दछ प्रियहरू। आज जब परमेश्वरसँग तपाईँ डराउँदै हुनुहुन्छ अनि परमेश्वरको वचन चाहिँ पालना गर्नुपर्ने हुँदछ। परमेश्वरको वचन पालना गर्दै हुनुहुन्छ भने चाहिँ स्वर्गको परमेश्वरले तपाईँलाई स्वर्गीय आनन्द, स्वर्गीय शान्ति, स्वर्गीय उद्धार, मुक्ति, अनन्त जीवन दिनुहुनेछ। अनि साँच्चै नै आज म उदाहरणको लागि एउटा सच्चाइ केन्द्रले दिँदछु। साँच्चै नै आज मैले अहिलेसम्म खोलेको कुराहरू थिएन, तर 6 वर्षसम्म म त्यहाँ बसे, तर मैले उद्धार, मुक्ति, अनन्त जीवन पाएन। अनि साँच्चै भित्रको कुराहरू उहाँले दिनुहुन्न, बाहिर पवित्र धर्मशास्त्र बाइबल लेखेको उहाँहरूले बोक्नुहुन्छ। मैले पनि बोकेको थिएँ, म स्वयं उदाहरण हुँ, कसैलाई आरोप लगाएको होइन, मेरो कुरा हो। तर मैले पश्चाताप गरेर फर्के, प्रभु यो कुरा चाहिँ होइन, म तपाईसँग डराउँछु। एउटा मेरो यो संसारको बुवा आमासँग होइन डराएको, तपाईँ स्वर्गीय परमेश्वरसँग म डराएर म फर्किन्छु भनिकन म डराएँ। अहिले मलाई ज्ञान बुद्धि परमेश्वरले हालिदिनु भएको छ। अनि